नहीं लगती है 55 साल का 35 साल का लगती है कसम से बोल रहा हूँ झूठे नहीं बोल रहा हूँ फाइनली हाम्रो याम्बेसँग भेट भएको छ चेक गरौँ ल धेरै पछि भेट भएको रिसाएर रहेछ बोल्दैन अरे कल्याण कहाँ ए काठमाडौँ तिम्रो घर ए अनि गर्लफ्रेन्ड चाहिँ छैन तिम्रो बनाएको छैनौ हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग सो फाइनली गाइज आज म है हिजोको नाइट बस चढेर चाहिँ अब म काठमाडौँ आइसकेको छु र काठमाडौँ आएर पनि है पुरा रेस्ट हानेर बसिसकेर अहिले चाहिँ अलिकति मुड फ्रेस भइसकेको छ सो त्यही भएर चाहिँ म आज चाहिँ यसो पशुपतिनाथको दर्शन गर्नको लागि नाइट भ्यू यसो हेर्दै मन लाग्छ पशुपतिनाथतिर जानलाई रेडी भइसकेको छु र बाहिर चाहिँ पानी परिरहेको छ के कस्तो हुन्छ गर्न सक्नुहुन्छ है हाम्रो पशुपतिनाथको भ्यू देख्न सक्नुहुन्छ गाइजहरु है फर्स्ट टाइम पशुपतिनाथ दर्शन गर्नको लागि आएको बाँदर देख्न सक्नुहुन्छ बन्दरिया के खाइरहेछ मुल्लाले फाइनली हाम्रो याम्बेसँग भेट भएको छ चेक गरौँ धेरै पछि भेट भएको रिसाएर रहेछ बोल्दैन अरे ल गयो ल पशुपतिनाथ मन्दिरको मुख्य द्वार यहाँदेखि चाहिँ हामी भित्र प्रवेश गर्छौँ चाहिँ माहौल आज चाहिँ एकदम भिड रहेछ सोमबारको दिन दर्शन गर्नको लागि पशुपतिनाथ मान्छेको भिड देख्न सक्नुहुन्छ के छ आम्मा माहौल तातेको छ ल साथीभाइहरू जिन्दगीमा फर्स्ट टाइम काठमाडौँ आएर पशुपतिनाथ दर्शन गर्न आइएको छ काठमाडौँ त धेरैचोटि आइयो तर आज चाहिँ पशुपतिनाथ दर्शन गरिदिउँ भनेर चाहिँ आएको माहौल चाहिँ एकदम बबालै रहेछ तर ठाउँ पनि एकदम है आजको भ्यू पनि बबालै छ देख्न सक्नुहुन्छ यता पूजा भइरहेको छ यता फेरि यहाँ चाहिँ एकछिन धेरै हल्ला गर्नु हुँदैन यो भनेको एकदम पिस प्लेस हो कि त्यही भएर ट्याक्क शान्त गरी हिँड्नुपर्ने हुन्छ घर सर हेरेर हुनुहुन्छ दाइ एक लट गयो भित्र गइदिन्छु त्यसपछि दर्शन गरिदिन्छु आउँछु ल साथीभाइहरू देख्न सक्नुहुन्छ मान्छे आम्मामा हाम्रो के भन्छ भाइहरू भेट भएको छ ल दुई चार शब्द बोल्देऊ न इन्डियाबाट नेपाली बोल्न त अच्छासँग आउँदो रहेछ फेरि भ्लग गरेको ल बोल ल के बोल्छौ एक बेर गएर पप्पी खाइदिएछ कान्छ ल ए आम्मामा फेरि आज यो मेरो भाइ फेरि आफै लहर्दै अङ्गुर खोसेर ल ओ यामबाइल त चोरी गर्न पनि लागेको छ हेर त आम्बो यी हेर भाइलाई पनि बोकेर आएर रहेछ यस्तो बिठाइ नगर ल साथीभाइहरू यही हो हाम्रो के भन्छ पशुपतिनाथ मन्दिरको मुख्य द्वार यहाँदेखि चाहिँ हामी भित्र प्रवेश गर्नुपर्ने हुन्छ यो हाम्रो जय बम बम बोले है शिवजीको पशुपतिनाथको मुख्य द्वार यहाँदेखि चाहिँ हामी भित्र प्रवेश गरेर चाहिँ चियासँग दर्शन गर्नुपर्ने हुन्छ है हामीले गरेको के भन्छ पाप त गरिरहेको जिन्दगीमा अहिलेसम्म त्यही पनि अलिअलि भुल्छु कहिले कसो हुन्छ अन्जानमा गरियोला त्यही भएर चाहिँ यहाँभित्र गएर दर्शन गरेपछि चाहिँ पाप जति सबै धोइन्छ अरे के त्यही भएर चाहिँ म आएको आज दर्शन गर्नको लागि एक्लै सिङ्गल वान पिस है ल ल म चाहिँ पशुपतिनाथ दर्शन गर्नको लागि आएको कि मैले चाहिँ यस्तो टोकरी के भन्छ यो प्रसादै लिन बिर्सेछु अब के भन्छ एक लट उता गएर यो सामान किन्नु पर्ने हुन्छ त्यसपछि चाहिँ हामी भित्र दर्शन गर्न जान्छौँ अब गएर आइरहेको किन गएको त सँगै जाऊँ न म एक्लै हुन्छ एक्लै जाँदा मलाई लाज लाग्छ क्या सकियो त्यसो भन्न पाइँदैन नि त एक लट गइदिउँ न फेरि कति बेला फर्किने कहाँदेखि आएको र इन्डियादेखि नेपाली बोल्दा अनि इन्डियादेखि भन्दा मेरो ल ठिक छ हाम्रो इन्डिया देखेको भाइहरू भेट भएको छ है ल फाइनली केटा आऊ के शिवभाइ के भन्छ एक्लै आएको छ भनिदियो नि देख्यौ दाजुभाइहरू कति आउँछ नि जागो त्यही दाजुभाइहरू पनि त शिवभाइको ल अब चाहिँ म ढिलो नगरिकन ट्याक्कै यो होइन के भन्छ पूजाको सामग्री लिन जान्छु त्यसपछि चाहिँ आएर दर्शन गर्नु जानुपर्ने हुन्छ एकदम भिडभाड छ माहौल चाहिँ एकदम गरम छ है देख्न सक्नुहुन्छ
प्लस साथीभाइहरू मैले चाहिँ फेरि यो पूजाको सामग्री किनेर पनि आइसकेको छु। अब चाहिँ पशुपतिनाथ दर्शन गर्नको लागि अघि आउँदा चाहिँ म के भन्छ यो पूजाको सामग्री कहाँनिर पाइन्छ भन्ने थाहा थिएन क्या, त्यही भएर चाहिँ म के भन्छ किनेको थिइनँ। अहिले चाहिँ मान्छेहरूलाई सोधेर चाहिँ यो सामान पनि किनेर आएको छु। अब चाहिँ हामीले दर्शन गर्नुपर्ने हुन्छ है, अलिकति टाइम पनि लस भइसकेको छ। भ्याटबोट दर्शन गर्ने त्यसपछि हिँड्ने ल। अहिले चाहिँ मेरो फर्स्ट टाइम आज चाहिँ है लाइफमै फर्स्ट टाइम के भन्छ पशुपतिनाथ आइदिएको एक्लै, त्यही पनि अहिलेको लागि चाहिँ एक्लै आइदिएको छु। अब नेक्स्ट टाइम आउँदा चाहिँ बुढीसँग आउँछु यदि है पशुपति हाम्रो शिवजीले कोही सुशील है के भन्छ अरे संस्कारी कन्या जुराइदिनु भयो भने चाहिँ है त्यही हो। अलिकति के भन्छ नर्मस फिल भइरहेको छ, केही छैन है। को छ यहाँ चिनेको कोसँग लगाउनु छ र है, त्यही पनि ब्लग चाहिँ गरिदिइरहेको छु भिडियोहरू। यता चाहिँ पूजासुजा भइरहेको रहेछ के हो सराध्य होला देख्न सक्नुहुन्छ। मान्छेको भिड चाहिँ यहाँ नसकिने रहेछ, यहाँ चाहिँ अति मान्छन् है। यो चाहिँ हिन्दूहरूको सबैभन्दा ठुलो मन्दिर पनि भन्छ, त्यही भएर चाहिँ यहाँ चाहिँ है अति भिड हुन्छ। आज चाहिँ ती सोमबार त्यही भएर पनि होला देख्न सक्नुहुन्छ। यी टिकटक बनाउने भिडियो बनाउनेदेखि लिएर फोटो खिच्नेदेखि लिएर सबै चलिरहेको छ। यहाँ यता बत्ती पर्याउलिरहेको छ। आमा फेरि यहाँ एमबाईलाई भेट भएको छ यार, कता कता डुग्रिएर आउँछ यो मान्छे छेत्तेरी। बजु 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 सुन्नुलाई त के हो यार, समाजको डिस्का आउनु के हो यार, चाक फर्काइदिएर बस्दै हाम्रो गाह्रो छ। अब चाहिँ हामी ढिलो नगरिकन दर्शन गर्नुपर्ने हुन्छ। मेरो चाहिँ आज यति नयाँ कसम बिजोग भएछ कि कसम भनेको फोटो खिचिदिने मान्छे चाहिँ धरी छैन यार। कसरी फोटो खिच्ने एक्लै अहिले सेल्फी हान्दै जानुपर्छ एक्लै, त्यही हो गाह्रो छ साथीभाइहरू, गाह्रो छ। मलाई त देख्न सक्नुहुन्छ हाम्रो भगवान्जी कताबाट रहेछ चिर्ने, यताबाट चिर्ने अलिकति मुस्किल पऱ्यो है। ल मान्छेको भिडभाड देख्न सक्नुहुन्छ यस्तो छ माहौल। जय बम बम बोले। सो गाइज अहिले चाहिँ हामी पशुपतिनाथ दर्शन गरेर पनि आइसक्यो। अब चाहिँ है पशुपतिनाथ दर्शन गर्नको लागि चाहिँ एकदम दुःख रहेछ, भाँच्चीको भिडभाड ओपर भिडभाड है। अब त्यही माथि अझै मलाई त थाहा पनि नभएको यो पाइ भिडियो गराउँदै गएको त पुलिस दिदीले त यस्तो ननाउन थर्काएर भिडियो डिलिट गर्न लगाइदिए। त्यही हो हामीलाई पनि नियमको पालना गर्नुपर्छ, त्यही भएर मैले पनि भिडियो डिलिट गरिदिएँ। अनि हजुर देखिएको छैन मेरो अनुहार देखिएको छैन? थ्याङ्क यू दाइ थ्याङ्क यू। त्यही भएर चाहिँ मैले पनि भिडियो डिलिट गरेर चाहिँ दर्शन गरेर पनि आइसकेको छु। अघि यहाँ भिडियो गराउँदै गएको कि होइन, अब भिडियो गराउनु नपाइने कि यहाँ चाहिँ होइन। ऊ त्यो गेटनिर पुगेको थियो अगाडि छ पुलिसवाला दिदी आएर त डर ठर्काइ मलाई। अनि यो भिडियो डिलिट गर भन्छ त ड्राइभर तेरो फोन राखिदिन्छु अरे, मैले पनि डिलिट गरिदिएँ। अब चाहिँ हामीले के भन्छ अरे दर्शन गरेर पनि आइपुगिसकेको छौँ। लगभग त्यो भगवान्को दर्शन गर्नलाई चाहिँ 1 घन्टा लाग्यो होला, त्यो किन मन्दिर घुम्नको लागि। बहुत मान्छेको भिड रहेछ आज चाहिँ, सोमबार भएर पनि होला आज चाहिँ एकदम भित्र पनि यस्तो भित्र चाहिँ यति रमाइलो छ। भजन गाएको छ, गीत अझै पुरा हिन्दी भाषामा गीत गाइरहेको छ, तर भिडियो गर्न पाइएन। त्यही हो दुःखको कुरा भनेको। त्यो चाहिँ रमाइलो भयो। अलिकति के भन्छ अरे यहाँ आएपछि हिजो अस्तिसम्म चाहिँ अलिकति माइन्ड पनि फ्रेस भएको थिएन, पुरै मुडअप भइरहेको छ। आज चाहिँ यहाँ कुनै मन्दिर आउने बित्तिकै एकदम माइन्ड फ्रेस भइरहेको छ, अलिकति दिमाग पनि खुल्ला भइदियो है। त्यही हो अब चाहिँ ढिलो नगरिकन हामी चाहिँ निस्किनु पर्ने हुन्छ, ढिलो पनि भइसकेको छ। अब टाढाको बाटो छ है। मेरो मनमा चाहिँ एउटा सोच थियो कि म चाहिँ अब किन पशुपतिनाथ गएर चाहिँ काठमाडौँ आएको बेलामा अब चाहिँ म दर्शन गर्छु भनेर सोच थियो। यो पुरा भयो। अहिले चाहिँ सिङ्गलै एक्लै आयो। अब नेक्स्ट टाइम चाहिँ मैले भन्दैछु हाम्रो शिवजी भगवान्लाई एउटा सुशील कन्या जुराइदियो भनेर है। अब नेक्स्ट टाइम चाहिँ आउँदा चाहिँ एउटा सुशील कन्या भनेपछि अब के भन्छ अरे हाम्रो भगवान्ले सुन्नुभयो भने चाहिँ है एउटा युवतीसँगै आउँछु ल। मेरो कुरासँग अङ्कल चाहिँ हाँस्नुभयो ओपर किन ल। यहाँदेखि चाहिँ भ्यू पनि बप्पल देखिरहेको ल। जय बम बम बोले, शक्ति देऊ शक्ति, रोग बेत नलागोस् केही पनि। आज म शिवजी भगवान्लाई दर्शन गर्नको लागि आएको छु ल। रक्षा गर है रक्षा गर। हर हर महादेव। तिम्रै शरणमा त्यही हो गाह्रो छ साथीभाइ। रमाइलो गर्दा शिवले चलपल दिन्छ जहाँ गयो पनि। के गर्नु एक्लै छु आज, अलिकति नर्भस फिल भइरहेको छ नयाँ ठाउँमा है। त्यही हो
अब चाहिँ हामी यहाँ मान्छे एकछिन मान्छेहरूको यो जुन चाहिँ के कस्तो हुन्छ यसो रमाइलो हेर्छन् त्यसपछि चाहिँ हामी फर्किनुपर्ने हुन्छ हाम्रो गन्तव्य स्थलतिर वासस्थानतिर है। यो मान्छे चलाउने ठाउँ हुन्छ नि अङ्कल यता तलतिर होइन तल घुमेर जानुपर्छ हो त्यहाँ तलतिर जानुपर्ने हुन्छ। एउटा चाउमिनवाला भन्दै थियो कि सुकुटी बसा भन्दै थियो म पनि एकचोटि गएर टेस्ट हालिदिनु र कस्तो हुँदो रहेछ। अङ्कलले चाहिँ मेरो मोबाइल समातिदिनु ओम नमः शिवाय नमः पार्वती पते हरा दुईटा हात उठाउनु पर्छ हर हर अभी तो जवान है आप अंकल 68 साल का तो जवान ही होता है नेपाल पे तो 70 साल में शादी होता है 70 साल में हाँ जब एक बीवी गुजर जाते हैं ना एक दूसरा भी शादी भी करता है ना। हाँ 70 साल में भी 70 आप तो 60 कितना साल का है आप कितने साल के हो 61 नहीं लगता है फिर ये ऐसे देखने से लगता है 40 साल का बहुत एक्सरसाइज अच्छी बात है करना चाहिए मेरी बीवी भी लगती है देख ले आ रही है लगती है कितने साल का आपको दिन 55 साल का लगती है नहीं लगती है 55 साल का 35 साल का लगती है कसम से बोल रहा हूँ झूठे नहीं बोल रहा हूँ आप दोनों परफेक्ट है जोड़ी हाँ बहुत अच्छा लग रहा है हाँ? चलो मैडम कहाँ गए हो आपका गाइड है क्या वो गाइड है मेरे अच्छा कहाँ तिमी गाइड गर्छौ यहाँ नेपाली हो कि के हो नेपाली हो ल ठिक छ मलाई पनि गाइड गर्दा मलाई चिन्दैन यहाँ भर्खर फर्स्ट टाइम आएको यहाँ उसमा के भन्छ पशुपतिनाथमा हामीलाई गर्दैनौ घुमाउँदैनौ मलाई अङ्कलजी तपाईँको मुछ बहुत दामी छ मान्छे खतरा देखिनु भयो साउथ फिल्मको भिलेन जस्तो चाहिँ ल साथीभाइहरू गाह्रो छ के गर्नु त्यस्तै हो यसो रमाइलो गरिरहेको छु यहाँ बसेर एकछिन अनि त्यसपछि अब निक्लिनु पर्ने हुन्छ। अब मेरो भाइ यहाँ देख्रा यहाँ आएर त मलाई देखिसक्यो नि देखेछ मलाई देखेछ यहाँ यो त मेरो भाइ हो है तिम्रो नाम के हो भाइ भनिदेऊ उत्सव मेरो भाइ छोटा भाइ उत्सव के घटानी कहाँ कति क्लासमा पढ्छौ 3 मा हो अनि के भन्छ कुन स्कुल पढ्छौ कल्याण कहाँ ए काठमाडौँ तिम्रो घर ए अनि गर्लफ्रेन्ड चाहिँ छैन तिम्रो बनाएको छैन कोही गरी मन पर्छ पर्दैन पर्छ झुट नबोला दादासँग झुट बोल्दाखेरि भन्न पर्छ पर्दैन म कसैलाई पनि भन्दैन कि भन न गर्लफ्रेन्ड नाम के हो भन्नु न यत्र ल अहिले फेरि खोइ त कोसँग आएको थिएँ मम्मीसँग आएको खोइ त मम्मी बाबा ए हो दादा हो तिम्रो यहाँ हो तिमी दादा पनि कति क्लासमा पढ्छौ दादा कान्छा 6 मा ए अनि के भन्छ तिम्रो गर्लफ्रेन्ड छ कि छैन झुट बोल्छन् फेरि दादासँग झुट बोल्ने हो छ कि छैन भन्नु दादाको गर्लफ्रेन्ड थाहा छैन ए बनाउनु पर्छ अब त 6 क्लासमा कति रोल नम्बर 10 हो ए कतिजना हो ए भर्खर इक्जाम दियो भने पास भएको न ए ल तिमी पनि भर्खर पास भएको कतिमा गरे तिमी 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 फेरि के हो त तिमी से त दादा फेरि कालो खन्छ फेरि आफ्नै होइन आन्टी छोरा को लगाइदियो फेरि तिमीलाई टिका को लगाइदिएको लजाउने है तिम्रो भाइ त लजाउने है ल तिम्रो यहाँ परिचय देऊ नमस्ते भन अनि तिम्रो नाम के हो तिमी कहाँ बस्छौ भन्दै ल क्लास 6 मा पढ्छु ट्यालेन्ट भएन गुड बोय हो कि होइन तपाईँ एक मात्र क्यामेरा हेर्छु बन्द राखेको
हेलो कस्तो छ दाइ हिरो छ नि होइन हो फटा बोलाइदैन नि के गर्छ तिम्रो दुइटाको नाम नितेश राउत ए मामासँग ब्लग गर्छ त हेर्ने मामासँग ब्लग गर्छ भिडियो गराएको देखेको छैनौ के हो तिम्रो नाम भन्थ्यौ रोशन गिरी आइ गर्ने दाइले लाइक र सब्स्क्राइब गर्नु दामी दामी तिमीले पनि गरिदियो है सी भाइ सी VII भाइ ब्लग कोसँग आयो तिमी मम्मी बाबासँग आएको कहाँ आयो तिम्रो घर रूपन्देही जिल्ला हो रूपन्देही बुटलदेखि आएको मै बुटलदेखि आएको तिमी कुनैदेखि मैले खाएको हेर कस्तो राम्रो मैले सबैको भाइले डाउनलोड गर्दैछ राति कि त भोलि आउँछ हेर है ल साथीभाइहरू के गर्नु अब त निक्लिनु पर्ने हुन्छ म चाहिँ है धेरै बेर बस्थ्यो यो आनन्द भयो अब त मैले चाहिँ यो टोकरी पुरै इन्कम गर्नु छ त ल भाइहरूसँग भेट्यो कुराकानी गऱ्यो रमाइलो भयो भाइहरू चाहिँ एकदम इन्ट्रेस्टिङ खालको रहेछ है दाइको भिडियोमा लाइक कमेन्ट सब्स्क्राइब गर्नु नभुल्नु होला डाना सामने दादा आएर कस्तो नाच्दिन्छ बा ल साथीभाइहरू अब चाहिँ निक्लिनु पर्ने हुन्छ हामी चाहिँ एकछिन बस्थ्यो अब चाहिँ हामीले यो पशुपतिनाथलाई चाहिँ टाटा बाई बाई गरेर हामी चाहिँ जाँदैछौँ यो टोकरी बुझाउनको लागि पहिला माथि चाहिँ जुत्ता राखेको छ फेरि अब चाहिँ पहिला टोकरी बुझाइदिन्छौँ त्यसपछि चाहिँ जुत्ता लिन जानुपर्ने हुन्छ मेरो 401 को भएर के अरे एक्सपेन्सिभ चाहिँ खतरा डलरमा किनेको $400 किनेको जुत्ता चाहिँ मारिरहेको छु त्यो जुत्ता लिन जानुपर्ने हुन्छ यो टोकरी बुझाएपछि है ल ठिक छ यो मायाको त मिस्टिक त यति भारी रहेछ नि यति भारी रहेछ ओइ घिमिरे चाहिँ मायाको कति भारी स्टिक दियो तिमीले मलाई यार लुट्नुसम्म लुटेर यति भारी स्टिक दिएछ नि यो एउटा हातले समात्नै नसकिदो रहेछ कति साह्रो भारी हो भनेको अम्बो अब चाहिँ म रिटर्न हान्न आउँछु रिटर्न हान्न यो मलाई चाहिएन हाय 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 मेरो भाइ ल त्यही हो मजाक गरेको है केही छैन यो उठाउनै गाह्रो रहेछ त्यही भएर अलिकति छोटो गराउँछु ल भने होला है अब चाहिँ फाइनल लास्ट भिडियो सुट हान्छु त्यसपछि जान्छु ल लास्ट हो अब चाहिँ लास्ट है ढाँटेको नि ढाँटेको नि अब म लास्ट यो भिडियो गराउँछु जान्छु है नरिसाउनु है लास्ट भिडियो ल लास्ट भिडियो गाइजहरू पशुपतिनाथको लास्ट भिडियो अब त लास्ट भिडियो बनाउँछु म जान्छु ल धेरै बेर बसेँ 3 घन्टा भइसक्यो ल जान्छु भनेको 10 चोटि भइसक्यो अब चाहिँ जानुपर्ने हुन्छ ढिलो भइसकेको छ मलाई उहाँ के भन्छ घरमा कुरिरहेको छन् अब ढिलो भइसकेको छ घरमा बुढीले कुरेको छ अब चाहिँ जानुपर्छ भाइ है अब घर जानुपर्छ है ढिलो भइसक्यो है ल भन न ल फोटो खिच्न आएको फोटो खिचेको बब्बाले चाहिँ अहिले टिकटकमा हाल्नुपर्छ भाइरल हुन्छ है ल ल ल ल ल गाइजहरू यही हो हाम्रो देख्न सक्नुहुन्छ मुख्यद्वार पशुपतिनाथको मुख्यद्वार अब चाहिँ हामी लास्ट भिडियो अब चाहिँ बनाउँदैन अब चाहिँ जान्छु म ढिलो भइसकेको छ 3 घन्टा भइसक्यो बसेको पनि भाइ हेलो गर्दै हेलो बिहान 9 बजेदेखि म पुजेरी यहाँको ए हजुर पुजारी ब्लगर पनि पुजारी पनि होइन ब्लगर होइन म जस्ट लाइभ ल साथीभाइहरू ल हेलो गर्नु न हेलो गाइस डलर फालो डलर टिकटकमा डलर फालो डलर इङ्ग्लिस अझै इङ्ग्लिसमा ल अझै $10 we are here at Pashupatinath help this place $10 अझै तिमीले नभन भन चाहिँ अनि
के गर्छौ अनि पढ्छौ तिमीहरूले हामी अब पढ्दै हो अहिले कतिमा पढ्छौ म 11 मा 11मा ए कतिवटा आफ्नो गर्लफ्रेन्ड होइन नि भाइ झुट माडी झुट बोल्ने आम्बो एउटा भयो अनि के झुट बोल्ने होला है उसको बरु छैन जस्तो ला किन ए तिम्रो पनि टुप्पी रहेछ उसको पनि टुप्पी रहेछ यार झुट बोल्दैन होला यार ब्राह्मणहरू झुट बोल्दैन सही हो गल्ती भयो ल सरी ल लास्ट भिडियो साथीभाइहरू ल लास्ट भिडियो है पुलिसवाला दिदी लास्ट भिडियो अब गाली नगर्नु अब जान्छु ल ल अब चल्दैको ल लास्ट भिडियोमा चल्दैको अब चल्दै सान्दैको ल साथीभाइ चल्दै पशुपतिनाथलाई अब टाटा बाई बाई गरेर म चाहिँ चल्दै सान्दैको अब रुमतिर है अब चाहिँ भेटौँला फेरि नेक्स्ट इयर एउटा के भन्छ अरे सुशील कन्याको साथमा आउनेछु म फेरि तपाईँहरूकै शरणमा ल अहिले टाटा बाई बाई टिकटक बनाउनु भएको गाह्रो छ मैले त टिकटक पनि बनाएको थिएँ एउटा 1-2टा टिकटक पनि हान्नुपर्छ अब ल 400 डलरको जुट्टा अब त्यसपछि चाहिँ निक्लिनु पर्ने हुन्छ ढिलो भइसकेको छ कसम एकैछिनको लागि मलाई आएको बस्छ यार 2-3 घन्टै बसिसक्यो यार यतै अब चाहिँ खोकी लगाइरहेको छ अलिकति अवस्था ठिक छैन त्यही हो है ल अब चाहिँ निक्लिनु पर्ने हुन्छ माल सामान भित्र हालिदिउँ त्यसपछि चाहिँ चलिदिन्छु अनि रुमतिर टोपी पनि लगाइदिनु पर्ने हुन्छ अब चाहिँ टोपी लगाएपछि हिँडै देखिन्छ फेरि चिक्ना मान्छे त फेरि सानैदेखि हान्छ म फेरि के गर्नु यहाँ छ प्रसाद हाम्रो पशुपतिनाथको प्रसाद त्यही हो चिसो छ तर यता त बहुत चिसो छ यारमा कसम टी सर्ट मात्र लगाएर हिँड्दा नि जाडो हुँदो रहेछ यार ठिक छ मौसम राम्रो छ यता है ल त्यही हो अब भेडौँ लागेको छ रुमतिर गएर